यता 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 हाम्रो हामी बात गरौँ यता साना बाबु यता आउँदा यता कालु ल गेम लाउ त यहाँ दुश्मनले एट्याक गरेर हैरान पारे यहाँ गेम लाउ त एकछिन र मेरो सानो बाबुको मम्मी तिमीले माम खायो छैन नि अब आफूले यस्तो माया गरेको मान्छेले आफू भन्दा अरू राम्री देख्छ के खाना खानु त खाना होइन त्यो म त झगडा गरेर को भाउजू भन्ने अनि के भन्ने आँखा लाउने देवर कस्तो हो त एक त समाजै गतिलो छैन आज भोलिको समाजै यस्तो छ अनि भाउजूलाई आँखा लाइबस्छ त होइन त्यही भाउजू गतिलो हुनु भाउजू गतिलो हुनु त अब मैले अब ती बुढी छ ती अब मैले राम्रो लागेको त्यो कस्तो खालको त्यो बतारा त्यही भएर त म हिँडिएको नि त्यहाँबाट मलाई फेरि मन पर्दैन पछि पर्दैन थाहा छैन तिमीले ठिक गर्यो बुढी ठिक गर्यो हिँडेको ठिक भयो मेरो मान्छे त मेरै मात्रै साना मैले अहिले भनिसकेको छोरा बनाउने भए एकदम सुध्रेर नेपाल आउने म त सुधिहाल्छु नि आएर पाटन हस्पिटल जाउँ ल तिम्रो नि चेक गरौँ मेरो नि चेक गरौँ मेडिकल अनि तिम्रो पनि केही त्यस्तो देख्यो भने त म त फेरि राम्रो मेरो चेक गऱ्यो भने त म सही तपाईँ पागल चाहिँ निस्किनुहुन्छ होला किनभने त्यस्तै पागल हरकत गर्दै बस्नु भएको छ आजभोलि होइन तर म त एकचोटि तपाईँको डिएनए टेस्ट पनि गर्न जाने हो साना तपाईँ धेरै मात्रै हिँड्नु भएको छ विदेश गएर गर्दिन बुढाबुढी हो गर्दिन के बुढीले के आइतबार कुर्नुपर्छ बुढीलाई यत्राको म आउने बित्तिकै चाहिँ बाबु पढाउने नेपाल आउने बित्तिकै के को हस्पिटल जान्छ त उहाँ ढुक्कले बस कान्छी त्यो छोरीले धेरै नकुट बरु मेरो लुगाहरू चाहिँ मेरो टोपीहरू लुगाहरू कुट ड्याम किट्याम त्यो बच्चाले मलाई साना अबदेखि मलाई के चाहियो भने मलाई अबदेखि तपाईँ अरू केटीसँग जिस्केर मस्केर हस्पिटलको काम डक्टरको काम के हो उसको घाउ भएको छ नि घाउमा औषधि लगाइदिने पट्टी बाँधिदिने मलम लगाइदिने औषधि दिने बिहान र बेलुकाको औषधि यो बिहान यो बेलुका खानु है भनेर पठाउने काम कि हस्पिटलमा प्याट बजाउँदै बस्ने काम यतिको त्यो उपचार हाम्रो त्यो प्राकृतिक ठिक डक्टरै नबढी भएन केही नदेखाउ है बिचारी अर्काको नासो कति डिप्रेसन कटु लाग्छ भन्दा हुँदैन अगाडि हात देख्नुपर्छ मलाई यो कटु लागेको मन परेन अर्को पाइट लाउनु छिटो मलाई मन पनि कालो पाइट लगाइहाल्नु छिटो हेर्नु छिटो कालो पाइट लगाइहाल्नु भनेको डिप्रेसन यत्रो समाजको अगाडि के फाट्दै बसेको होला क्या यस्तो हरकत नगर्नु न साना यार मलाई मन पर्दैन क्या कसम यसपालि डिभोर्स पेपरै बनाएर राख्ने हो कि क्या हो तिमी चुप लाएर बस है डिभोर्सको कुरै नगर साना मलाई रिस उठिसक्यो अब म चाहिँ मिलेर बस्न सक्दिनँ जस्तो लाग्छ पाइट लाउने कि नलाउने लाम्ला पाइन्ट लाउन सबै लाम्ला चुप लाएर बस त्यहाँ मलाई मन पर्ने ड्रेस लगाएर अगाडि आइसु त कस्तो मनपर्छ मलाई त्यो कालो ड्रेस ढाका टोपी टक्क मेरो सानालाई त पाइट लगाएको ज्याकेट लगाएको अनि त्यो ढाका टोपी ढल्काएर बसेको गिटार हातमा लिएको ओ माई गड खतरै लाग्छ नि मेरो अगाडि सबै कुरा गर कान्छी त्यो डिभोर्सको कुरा नगर यहाँ डिभोर्स नगर्नलाई त आफ्नो सानुले भने नि मान्नु पर्यो नि त साना डिभोर्सको कुरा फिटिकै नगर खै पाइट लगाएको कस्तो देख्यो मेरो सानालाई हेर मैले सब थोक मैले पुऱ्याइरहेको छु मैले पुऱ्याउन के बाँकी छ र अब केही पुरा छैन साना दुनियाँको अगाडि त्यो यत्रो समाजको अगाडि तपाईँ झुटो नबोल्नु त पाप लाग्छ फेरि पाप लाग्दैन पाप मैले जानेको एउटा श्रीमतीले गर्नुपर्ने व्यवहार मैले गरिरहेको छु यहाँ भन्दा तिमीहरूले पनि यहाँ भन्दा कति सुविधा चाहिने कति सुविधा चाहिने उता के भन्छ एउटा जति सुँगुर मोटियो के जति एउटा भन्छ एउटा उखान भएन यस्तो ड्रेस हुँदैन मलाई मन पर्दैन कट्टु लाछौ कट्टु सेतो भित्र होइन यस्तो नाइट ड्रेस अरूले हेर्छ हुँदैन हामीहरूको यो उपचार गर्ने लुगा हो कि सानो उपचार गर्ने हुँदैन लोनु साना अगाडि पछाडि जानु भने अलि पछाडि होइन मेरो मन पर्ने लुगा लगाएर आउनु भनेको कट्टु लाछौ हौ कट्टु सेतो मलाई रिस उठाएको म काटेर भागिदिन्छु अनि सानो यतिको बस्दा हुन्छ यतिको बस्दा हुन्न तेरो कुतो साना छिटो लगाइहाल्नु नगराउन हौ त्यो छोरी बनाएको याद आउँछ भने नगराउ त बाबा एकछिन लुगा भने साना यता आउ त पहिला अनुहार मात्रै देखाउ त एकचोटि अनुहार मात्रै देखाउ न
डिप्रेसन यस्तो लुगा उता लाउने हो क्या प्राइभेटमा छोरो बनाउने बेला कहाँ यहाँ पब्लिकले लगाएको त अनि डिप्रेसन ना यस्तो ड्रेसमा मलाई यस्तो ड्रेसमा अगाडि नआउनु कस्तो छोरी बनाउने बेलाको कुराहरू याद आउँछ भन्ने कुरा थाहा छैन पर्सनली लाउनु न साना कस्तो राम्रो देखिन्छ त्यही त हो नि होइन यसो के हेर कान्छी म एउटा कुरा मलाई तपाईँको यो देखेर छोरी पाउने बेलाको याद आयो भनिरहेको छु मन्थामा है मन्थामेर बस्छ नि फेरि मन्थामा जान म काटेर जाने हो छिटो फस्न लगाइहाल्नु होइन अब लुगा लाउनु एकछिन पर्नु भयो ल भित्र स्यान्डो लगाइसो न स्यान्डो छिटो मलाई याद आइहाल्छ क्या त्यो दिन कुराहरू गाई छोरी पाउने बेला त्यही भएर म यस्तो रूपमा मेरो अगाडि बस्न दिन्न झाटालाई ओइ साना सुन त त्यो कुरा त्यो दिनहरू याद आउँछ क्या गाई साना सुन त त्यो छोरी बनाउने बेला है कसरी कानमा तानेको बाबा तिमीले गरिमा किचडा भन्छ समाजको अगाडि यस्तो कुरा गर्नु साना चुप 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 नक्कलले सुरुमा हल्लिने नगर्नु न मलाई लाज लागिसक्यो सुरुमा कि यो नक्कलले हल्लिनै नआएर नक्कली बल्ल 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 हल्लिन सिकाएको ती मैले पागल बोल्यो भने फेरि धेरै बोलिहाल्छ टाउकोमा टेकिहाल्छ यसले त फेरि अनि यसलाई मैले फेरि अनि मैले भित्र पनि लाग्छ है त्यही त हो नि है ल है त अनि खुसी भयो यो पो हो त मेरो लड्डु अन्त मैले त पेन्ट लगाएको छु कालो पेन्ट लगाएको छ है पेन्ट लगाएको छु कस्तो राम्रो देख्यो बल्ल आयो नि त अनि कति राम्रो देखेको यो हो नि त हेर्नु माया भनेको यस्तो हुनुपर्छ क्या गाइज आफ्नो श्रीमतीले जे भने त्यही मान्ने माया यो हो नि त माया भने अनि साना त्यो अघि लगाएको ड्रेस थियो नि त्यो ड्रेसले चाहिँ मलाई त्यस्तो ड्रेसहरूले चाहिँ के कुरा याद आउँछ नि लाइक त्यस्तो ड्रेस भने हामी प्राइभेटमा लगाउने हो कि एकअर्काको बिचमा कहाँ त्यो पब्लिकमै तपाईँ समाजकै अगाडि त्यस्तो सेक्सी लुगा लाएर बस्थेको त अनि नक्कलीले सबै तुना नि काटिदिन्थे तुना च्यातिदिन्थे नक्कलीले सबै यो छ नि यो तुना त यिनले कहाँ पुऱ्याउँथे यो तुना ए म त के बोल्यो भनिराखेँ आज होइन अब एउटा गीत गाइदिन्छु नि एउटा गीत कस्तो गीत त एउटा मिठो गीत गाइदिन्छु ल यति ह्यान्डसम भएर आएको बेला ल हेर त कति राम्रो छ यस्तो लुगा लाएर बस्छ कस्तो हिरो देख्छ त अनि मन पर्यो साना आउने बित्तिकै बाबु छोरा बनाउने ल हस् ल अब त मैले जे भने त्यही माने अब जे भने त्यही मानेपछि त 100% मलाई फकाउनु पर्यो नि यस्तो भयो भने त मानिहाल्छु नि मैले छोरो पाउन कम गाह्रो हुन्छ त अनि अपरेसन गर्ने नि त अपरेसन गर्ने ल अपरेसनै गर्न पनि पहिला तपाईँले मलाई रुजाउनु सक्नु पर्यो माया दिनु पर्यो मैले जे भने त्यही मान्नु पर्यो तब त छोरो पाउनु भाला तिमी सँगै हुन्छु म बाबु जन्मे ल्याएर न अथा तिमी सक्छौ बेबी सक्छौ बल गर बेबी बल गर भन्नु नि म तिम्रो हात यस्तो गरेर नि त यस्तो है ल त्यो गर तिमीसँग अलिकति बेबी बनाउनलाई पनि त हामी दुईजना एकअर्कासँग झगडा नहुने मिल्ने माया बस्ने हुनु पर्यो नि त यतिकै बेबी हुन्छ यो छोरी हाम्रो मङ्गलबार राति होला है नि हल्का माथिको याद छ मलाई मङ्गलबार राति तर साना त्यो यस्तो गर्नुपर्ने रहेछ छोरी राम्री चाहिँ अलिकति माथेरै बाबु राख्नुपर्ने रहेछ होइन अब यो छोरा बनाउनु त्यो हल्का तुम्बा खाम ल बेबी ल तुम्बा खाम है अब अहिले चाहिँ एउटा गीत गाइदिन्छु त कुन गीत हुन्छ साना हजुर च्याप्टर जी भन्नु त आकाशैमा चिल हो कि बेसारा आकाशैमा चिल हो कि बेसारा दिन माया लगाइदिउँ के छ लगाइदिउँ न के चारा दिन माया ओके अहिले यति गरे साना है अब यस्तो हुन्छ त आँखा लाग्छ पऱ्यो मलाई इनबक्समा आउला साना मलाई कतिले इनबक्समा कि मेरो बच्चा भएन बुढालैमा भन्दिनँ बच्चा बोकाइदेऊ भन्छन् साना कराइदेऊ न तिनीहरू